BBS 4th इयर फन्डामेन्टल अफ एडभर्टाइजिङको आज मैले च्याप्टर 1, 2, 3 हिजो नै भएको छ। आज 4देखि सुरुवात गर्न गइरहेको छु। च्याप्टर 4मा रहेको छ एडभर्टाइजिङ एजेन्सी, विज्ञापन एजेन्सी भनेको रहेको छ। विज्ञापन एजेन्सी भनेको एउटा व्यावसायिक सङ्गठन हो जसमा रचनात्मक सृजनाशील र व्यावसायिक सोच भएका व्यक्तिहरू हुन्छन् जसले विज्ञापनको कल्पना, निर्माण र माध्यममा प्रसारण गर्छन्। विज्ञापन भनेको एउटा रचनात्मक, सृजनात्मक र व्यावसायिक सोच भएका व्यक्तिहरू हुन्छन् जसले व्यक्तिहरूको कल्पना, निर्माण र माध्यममा प्रसारण गर्दछन् भनेको रहेको छ। रिजन र रिसिभिङ एडभर्टाइजिङ एजेन्सी सर्भिस, विज्ञापन एजेन्सी सेवा लिनुका कारण भनेपछि साना व्यवसाय सङ्गठनको बेग्लै विज्ञापन एकाइ गठन हितकर हुँदैन। सबै संस्थाले विज्ञापन विशेषज्ञ नियुक्ति गर्न सक्दैन। अनि विज्ञापन एजेन्सी भनेको विज्ञापनका विशेषज्ञहरू समूहहरू भएको हुनाले यस्ता संस्थाको सेवा लिनु साना व्यवसायका लागि हितकर हुन्छ। यस्ता एजेन्सीहरूले विज्ञापन प्रसारण माध्यमहरूसँग विशेष सम्झौता हुने हुनाले प्रायोजकहरूको सस्तो तथा सुलभ हुन जान्छ भनेको रहेको छ। विज्ञापन एजेन्सीले खेलेको भूमिका, रोल अफ द प्ले बाई द एडभर्टाइजिङ एजेन्सी, विज्ञापन योजनाको तयार गर्नु, सृजनात्मक योजना, सञ्चार माध्यमको छनौट, अनि त्यसै गरी जनसम्पर्क, अनि त्यसै अर्को रहेको छ बजार अनुसन्धान र बजारीकरणको कार्य गर्नु भनेको छ। अर्को रहेको छ फङ्सन अफ द एडभर्टाइजिङ एजेन्सी, विज्ञापन एजेन्सीका कामहरू, विज्ञापन योजना तयार गर्नु, सृजनात्मक कार्य, सञ्चार माध्यमको छनौट, जनसम्पर्क, बजार अनुसन्धान, बजारीकरण कार्य। अर्को रहेको छ विज्ञापन एजेन्सीका प्रकार। म तपाईँलाई सरसरी देखाउँछु र तपाईँहरू भिडियोहरू पज गरेर स्क्रिनसट लिन सक्नुहुन्छ। विज्ञापनका एजेन्सीका प्रकार भनेपछि टाइप्स अफ एडभर्टाइजिङ एजेन्सी, पूर्ण सेवा एजेन्सी, घरयासी एजेन्सी, माध्यम खरिदकर्ता, बिक्री प्रबन्धन, जनसम्पर्क एजेन्सी, माध्यम खरिद, थोक खुद्रा एजेन्सी, कमिसन एजेन्सी, विशेषज्ञ एजेन्सी, सृजनशील बुटिक, माग अनुसार गर्ने एजेन्सी। त्यसै गरेको छ रोलोडेक्स एजेन्सी, विद्युतीय अनलाइन एजेन्सी, ठुला तथा मध्यम साना एजेन्सीहरू भनेको रहेको छ। सङ्गठन तथा हरेक विभागका कामहरू, समूहको व्यवस्था र विभागीय सङ्गठनको व्यवस्था भने समूहको व्यवस्था र विभागीय सङ्गठनको व्यवस्था भनेको छ। विभागीय सङ्गठन अन्तर्गत व्यवस्थापन विभाग, लेखा सेवा विभाग, बजार सेवा विभाग, सृजनशील सेवा विभाग पर्ने गर्दछन् भनेको रहेको छ। व्यवस्थापन, लेखा, बजार, सृजनशील र ट्राफिक। विज्ञापन एजेन्सी सिलेक्सन अफ एन एडभर्टाइजिङ एजेन्सी, उपयुक्तता, सुविधा, सेवाहरू, सृजनशीलतापूर्ण अभिलेख, एजेन्सीहरूको इज्जत र छवि, व्यवस्थापन, लागत र सम्बन्ध रहेको छ। यसको व्याख्या तपाईँले आफै व्याख्या गर्न सक्नुहुन्छ र हामीले बुझाएर चाहिँ मेन याद गर्नुपर्ने हुन्छ इक्जाममा लेख्नको लागि। र रिजन अफ द लुसिङ क्लाइन्ट, ग्राहक हराउनुको कारण भनेको खराब सेवा, कमजोर सञ्चार, सङ्गठनको कमजोरी, कर्मचारीको कारण, ग्राहक कम्पनीको बढ्दो लाभ, सिद्धान्तमा विरोधाभास र दर भावमा विरोधाभास हुनु। हाउ टु द गेन न्यू क्लाइन्ट, नयाँ ग्राहक बनाउने तरिका भनेपछि सन्दर्भ, सामाजिकीकरण, प्रस्तुतीकरण, जनसम्पर्क र इज्जत प्रतिष्ठा भन्ने कुरा आउने भयो। यो च्याप्टर 4मा यही नै रहेको थियो। र विज्ञापन सृजनशीलता भनेको विज्ञापनमा भएको सृजनशीलताले गर्दा नै विज्ञापन बाँचेको छ। त्यसैले गर्दा विज्ञापन आफ्नो उपयोगिता प्रमाणित गरेको हुन्छ। विज्ञापनको सफलताको आधार नै यसमा भएको सृजनशीलता हो। सृजनशीलताको कल्पना, सिर्जना र प्रस्तुतीकरणका लागि सोचकर्ता अथवा सिर्जनाकार, कपी लेखक र कलाकारको ढाँचा निर्माण तथा तिनीहरूलाई सहयोग गर्न कम्प्युटरमा विशेषज्ञ आदिले संयुक्त रूपमा काम गरिरहेको हुन्छ। सृजनशील विज्ञापनका विशेषताहरू भनेपछि मौलिक, अद्वितीय, छोटो, प्रभावकारी, नवप्रवर्धन, स्पष्ट, व्यक्तिगत नैतिकता, आकर्षक, निर्दिष्ट विचारको
बहाव यी कुराहरू पर्ने भयो यसका विशेषताहरू। अनि अर्को रहेको छ मेन इम्पोर्टेन्ट क्वेसन अर्को रहेको छ एप्रोच द क्रिएटिभिटी मेथड भनेको सृजनशील रचनात्मक विधिका दृष्टिकोण भनेपछि निर्धारित गरिएको सोच, स्वतन्त्र सोच, सम्बन्ध, समस्या समाधान, दिमागी कसरत, अनि अकल्पनीय सुधारीकरण, बहुआयामिक टोली, दिमागी नक्सा यी कुराहरू पढ्ने भयो। अर्को रहेको छ परिकल्पना, बहुत इम्पोर्टेन्ट क्वेसन। परिकल्पना भनेको के हो भन्दा विज्ञापनमा परिकल्पना भन्नाले सोचलाई दृष्टिकोण गर्नु हो र आफ्ना कल्पना, सोच र अरूलाई बुझाउने प्रक्रियालाई परिकल्पना भनिन्छ। यो प्रक्रिया परिचित हुनु, तयारी गर्नु, सोच निकाल्नु, गर्भधारण, विचारको जन्म गर्नु, चयन गर्नु र प्रमाणीकरण गर्नु भन्ने रहेको छ। महत्त्वपूर्ण क्वेसन भनेको विज्ञापन कपी भनेको के हो? एडभर्टाइजिङ कपी भन्छ, एडभर्टाइजमेन्ट कपी भन्छ है। विज्ञापन कपी भनेको विज्ञापनका लागि प्रसारणको तयारीको अवस्था, लिखित अथवा दृश्यको सामग्री हो भनेको छ। विज्ञापन कपीका प्रकार भनेको यो संस्थागत कपी, कारण कपी, विज्ञापन कपी, विवरण कपी, कथानक कपी, शब्द बिनाको कपी, संवाद कपी, घटना कपी, समर्थन कपी, व्यक्तिगत वा इज्जत कपी, मानवीय तथा भावनात्मक कपी भन्ने कुरा कपीका प्रकार पर्ने भयो। कपीका प्रकार र प्रभावशाली कपीमा हुनुपर्ने गुणहरू संक्षेप, प्रस्तुतता, उचित, सरल, व्यक्तिगत, इमान्दारिता, अनुपमता, उचित आकारको समय ढाँचा भन्ने कुरा रहेको छ। र कपी निर्माण गर्दा ध्यान दिने कुराहरू भनेको छ वस्तु तथा सेवाको ज्ञान, संस्थाको बारेमा ज्ञान, लक्षित श्रोताबारे ज्ञान, वितरण व्यवस्थाको ज्ञान र कानुनी प्रावधानको। एप्रोच कपी राइटिङ भनेको आवेगात्मक, नाफामुखी कथा बनाउनु, अत्यावश्यक र अभाव, सामाजिक प्रमाण, अनि कौतूहल तथा शत्रु चाहिँ कार्यका लागि आह्वान भनेको रहेको छ। अर्को कपी निर्माणको प्रोसेस भनेको यो महत्त्वपूर्ण है। कपी संक्षेप, सृजनात्मक सोच, विज्ञापन कीवर्ड तयार, थम्बनेल, रूपरेखा, दृश्य, कलाकारिता, अन्तिम विज्ञापन कपी भनेको छ। स्ट्रक्चर अफ द एडभर्टाइजिङ कपी, विज्ञापन कपीका ढाँचा भनेको शीर्षक, मुख्य भाग, नारा, पहिचान, थप तत्त्वहरू भनेको छ। यो रहेको छ। अब पहिचान भनेको के हो? विज्ञापनको यो भाग उद्देश्य विज्ञापनकर्तालाई चिनाउनु हो। यस्ता विज्ञापनले गर्दा नै कम्पनीले आफूलाई प्रतिस्पर्धाले भिन्न देखाउँछन् र यो पहिचानहरू भनेको कम्पनीको हस्ताक्षर, ठेगानाहरू भयो। एडिसनल एलिमेन्ट भनेको अतिरिक्त सामग्रीहरू पहिचानका लागि भनेपछि ओभरलाइन, अन्डरलाइन, कलआउट, क्याप्सन, चमक, अनि त्यसपछि कानुनी बाध्यात्मक सामग्रीहरू, बक्स यीहरू पढ्ने भए। यसमा महत्त्वपूर्ण नै यति नै थियो। यसमा महत्त्वपूर्ण यो च्याप्टरमा, च्याप्टर 5 मा। यदि कहिलेकाहीँ कन्सिडरेसन फर रेडियो कपी राइटिङ भनेपछि लक्षित समूह, व्यक्तिगत आवाजको उपयोग, छोटो तथा प्रभावकारी शब्दहरू, समाजलाई मान्ने, मनोरञ्जन तथा बिक्री भन्ने कुरा रहेको छ। विज्ञापन रूपरेखा, एडभर्टाइजिङ लेआउट भन्ने च्याप्टर 6। अब यो मिनिङ अफ द लेआउट भनेको विज्ञापन रूपरेखा भनेको विज्ञापन कपीमा भएका विभिन्न तत्त्वहरूको उचित संयोजन मिलाउने कार्यलाई नै विज्ञापन रूपरेखा भनिन्छ। विज्ञापन रूपरेखा भनेको युक्तिसङ्गत तरिकाबाट विज्ञापनका विभिन्न तत्त्वहरूलाई तिनको महत्त्वका अनुसार स्थान दिलाउनु र यस प्रकार मिलाउनु हुनु हरेक जसले गर्दा हरेक तत्त्वहरूको महत्त्व पाउँछन् र समग्रमा प्रभावकारिता बढ्छ भन्ने कुरा रहेको छ। रूपरेखाका निर्णयहरू समय निर्धारण गर्ने, स्थान राखाइबारे निर्णय गर्नु, अक्षरहरूको आकार प्रकारहरू छान्नु, सन्देश, चित्र, लोगो, कम्पनीको नामहरूको बारेमा जो गर्नु, किनारा र बुट्टाहरू कल्पना गर्नु, विज्ञापनका लागि विशेष चित्रहरूको पनि प्रयोग गर्नु, रङरोगन गर्नु, यी कुराहरू पर्ने। यसका निर्णय कम्प्युटर डिजाइन आवश्यक थप सामग्रीहरू प्रदान गर्नु भन्ने कुरा पनि आइहाल्यो। फङ्सन अफ द लेआउट, रूपरेखा कार्यहरू भनेको तत्त्वहरूको सङ्गठन गर्नु, अनुपात निर्धारण, सन्देश, एकरूपता, आकर्षण बढाउनु, समन्वय गर्नु, विज्ञापनको प्रारूप तयार गर्नु, निर्देशन गर्नु, नछुट्ने, लागत निर्धारण गर्नु भन्ने कुराहरू यसमा रूपरेखा कार्यहरू आयो। अर्को रहेको छ टाइप्स अफ लेआउट, रूपरेखाका प्रकार भनेपछि विज्ञापन कीबोर्ड, थम्बनेल, रूपरेखा, दृश्य, खेसरा, विस्तृत र एन्ट्रिक रूपरेखा भन्छ। अर्को रहेको महत्त्वपूर्ण क्वेसन रहेको छ
असल रूपरेखाका सिद्धान्त प्रिन्सिपल अफ गुड लेआउट भनेको छ। सन्तुलनको सिद्धान्त, लयबद्धताको सिद्धान्त, महत्त्वको सिद्धान्त, अनुपातको सिद्धान्त, एकरूपताको सिद्धान्त, सरलताको सिद्धान्त, विविधताको सिद्धान्त, समन्वयको सिद्धान्त भनेको रहेको छ। यसमा अर्को दिएको छ इनिसियल टु गुड आर्ट वर्क भनेको छ। स्तरीय चित्र कलाकारितामा हुनुपर्ने गुण भनेपछि सरलता, आकर्षण, उद्देश्य, लक्ष्य, सान्दर्भिकता, समाजलाई मान्ने भनेको रहेको छ। यसका विधिहरू टेक्निक फर प्रेजेन्टिङ इलिस्ट्रेसन भनेको चित्र तथा कलाकारिता प्रस्तुत गर्ने विधिहरू हुन्। तुलनात्मक प्रस्तुति, नाटकीय प्रदर्शन, वस्तु प्रस्तुतिकरण, प्रतिनिधित्व, व्यक्तिमार्फत, प्राविधिक अथवा वैज्ञानिक, एनिमेसन र कथा भन्ने यी कुराहरू आउने भयो। यो मुद्रण कला भनेको यो पनि महत्त्वपूर्ण क्वेसन हो। मुद्रण कला भनेको एक प्राविधिक कला हो जस अन्तर्गत शब्दहरूको आकार, प्रकार र तिनको रङ इत्यादि पर्दछन्। यसको उद्देश्य शब्द र वाक्यहरूमा सजीवता ल्याउनु हो। मुद्रणको महत्त्व लयबद्धता, बाँध्न, परिचय, विश्वास जगाउनु, आकर्षण गर्नु, सुन्दरता बढाउँछ, सजीवता ल्याउनु भन्ने कुरा रहेको छ। भनेपछि मुद्रण कलाको निर्णय आकर्षण, सन्देश प्रभाव, बाँध्न पहिचान दिन सक्ने, बाँध्न व्यक्तित्व सम्बन्धी बनाउनु, ठिक मनस्थिति र भावना, सूचना क्रम र लयबद्धता भन्ने कुरा रहेको छ। मुद्रण कलाका सिद्धान्तहरू प्रभावकारी, पठनीयता, लयबद्धता, भिन्नता र उचित वातावरण भन्ने कुरा आयो। कलरको कुरा पनि यस्तो रहेको छ। कलरका लिमिटेसन भनेको खर्चिलो, यो रङ, उचित रङ र सम्बन्ध मिलाउनु भन्ने कुरा रहेको छ। यो कलरले चाहिँ ह्युमन भन्ने कुरा पनि आइसकेको छ, त्यस्तो गाह्रो छैन है। अनि सिद्धान्तहरू कुरा आइसक्यो। यो नै थियो च्याप्टर। म्यासेज डिजाइन, सन्देशको निर्माण। विज्ञापन सन्देश भन्नाले विज्ञापनले भन्न खोजेको कुरा बताउनु वा बुझाउन खोज्नु हो। यो विषयलाई विज्ञापनको विषयवस्तु भनिन्छ। विज्ञापनको सार अथवा विज्ञापनले व्यक्त गर्न खोजेको कल्पनालाई नै विज्ञापन सन्देश भनिन्छ। विज्ञापन सन्देशका गुणहरू भनेपछि व्यक्तिगत हुनु पर्यो, प्रभाव अथवा शक्तिशाली, स्थायित्व र कार्यसम्पादन हुनु पर्यो भन्ने कुरा रहेको छ। सन्देश ढाँचा तयार गरेर ध्यान दिनुपर्ने कुराहरू भन्ने कुरा रहेको छ। सूचनामूलक, दोहोऱ्याउनु, शक्तिशाली, मानसिक दबाव, प्रभावशाली तर्क, सन्देशको एकरूपता, समर्पित समन्वय भन्ने कुरा रहेको छ। सन्देश निर्माणका मोडेलहरू, सन्देश निर्माणका लागि एडिआइटी मोडेल, तहगत, यो सबभन्दा महत्त्वपूर्ण क्वेसन हो। यो मोडेल अफ द म्यासेज डिजाइन भनेपछि सन्देश निर्माण एआइडिए मोडेल, अनि यो तहगत प्रभाव मोडेल, अर्को एमइसिसिए मोडेल भन्ने रहेको छ। यी तिनवटा मोडेल रहेको छ भन्ने कुरा आयो। यसमा पनि हेर्नु ध्यान दिने, रुचि, एटेन्सन, इन्ट्रेस्ट, डिजायर र एक्सन भन्ने कुरा रहेको छ। यसमा चाहिँ सचेतना, नलेज होइन, अवेरनेस, नलेज, लिङ्किङ, प्रिफरेन्स प्राथमिकता, चाहिँ विश्वास अनि परिचय भनेको छ। अनि एमसिसी मोडेल अन्तर्गत के पर्छन् भने तपाईँलाई देखाउँछु। यहाँनिर रहेको छ वस्तु तथा सेवाको गुणहरू, उपभोक्ताका फाइदा, यी प्राथमिक बिन्दुहरू पर्ने भए। त्यही गरी फ्याक्टर टु इफेक्टिङ म्यासेज डिजाइन भनेपछि विज्ञापनको उद्देश्य, अनि वस्तुको विशेषता, ग्राहक तत्त्वहरू, प्रतिस्पर्धी तत्त्व, माध्यमको छनौट भन्ने कुरा रहेको छ। यो कुरा आइहाल्यो यहाँनिर इम्पोर्टेन्ट। विज्ञापन आह्वान भनेको विज्ञापन आह्वान भन्नाले विज्ञापनको मुख्य विषय हो जसको आधारमा सन्देश निर्माण गरिन्छ। यो विज्ञापनको तान्ने शक्ति हो। यही तान्ने शक्तिको सन्देश आकर्षण पैदा गर्छ र त्यसैले गर्दा ग्राहकको विज्ञापन सन्देश पढ्दछ र उसको चाहना उत्पन्न हुन्छ भन्नेलाई नै विज्ञापन आह्वान भनिन्छ। एडभर्टाइजिङ एपिएल भने राम्रो विज्ञापनका लागि आवश्यक तत्त्व भनेको इनिसियल टु गुड एपिएल भनेको विषयवस्तु सञ्चारमूलक, रुचिपूर्ण, विश्वसनीयतापूर्ण र त्यसपछि पृथक हुनुपर्ने रहेछ। अनि यो कलासँग परिगण भनेको यहाँनिर बौद्धिकता, भावनात्मक र यो आह्वान भनेको छ होइन, के अरे बौद्धिक, भावनात्मक र यो त्यसपछि यो कुरा पनि रहेको छ। यो पनि खासै छोडेको छैन, तर पनि इम्पोर्टेन्ट नै छ। यसको भित्र बुझाहरू रहेका छन् यिनीहरू। अनि प्रदर्शन विधि भन्छ यसलाई। एनिमेसन, कार्टुन, जीवित घटना, नाटकीय प्रतिवचन, आधिकारिक वस्तु प्रदर्शन, कल्पना, सूचनाहरू भन्ने कुराहरू पऱ्यो। अर्को रहेको छ विज्ञापन आह्वानका खरिद उद्देश्यहरू भनेको लाभको इच्छा, हानिको भय खरिद उद्देश्य, सुख तथा सुविधाको खरिद, विवेकपूर्ण खरिद उद्देश्य, आवेग तथा सन्तुष्टि खरिद उद्देश्य रहेको छ।
र यो न्यू बेसिक द क्यारेक्टरिस्टिक्स अफ द युएसपी भनेको छ। अद्वितीय विक्रियका आधारभूत विशेषण प्रतिज्ञा अद्वितीय र खुलावन भनेको छ। यही कुरा रहेको छ च्याप्टर। अब हामीले 7सम्म लगभग नर्मल्ली भ्याइयो। अब हामी विगतमा क्वेसनहरू पनि सल्भ गर्नेछौँ। अब 8, 9, 10 च्याप्टर पछि हामी अरू मोडल सिटबाट क्वेसन ओल्ड जिज गोलबार क्वेसनहरू सोल्युसन गर्नेछौँ।